तिमी तयार छौ ती 10 देखि 11 वटा पोजिसनहरू जान्नलाई जसले महिलालाई पुरै पागल बनाइदिन्छ? यदि तिम्रो हिम्मत छ र तिमी साच्चीकै असली मर्द जस्तो आफ्नी पार्टनरलाई चरम सुख दिन चाहन्छौ भने यो कुरा 1 सेकेन्ड पनि छोड्नुहुन्न। के तिमी पनि ती मर्दहरूमध्ये एक हौ जसलाई लाग्छ कि 1 वा 2 वटा पोजिसन मात्र काफी छ? कि तिमीलाई लाग्छ कि आफ्नी पार्टनरलाई सबै कुरा मिलिरहेको छ जे उनी चाहन्छिन्? आज म तिम्रो यो भ्रम चकनाचुर पार्छु। साँचो कुरा के हो भने बेडमा महिलाहरू धेरै कुरा चाहन्छिन्, तर उनीहरू खुला गरेर भन्दैनन्। उनीहरू चाहन्छिन् कि तिमीले उनको आत्मा र शरीरका ती भागहरू छुअ जसको बारेमा तिमीले कहिल्यै सुनेका पनि छैनौ होला। के तिमीलाई थाहा छ महिलाको सबैभन्दा ठूलो फ्यान्टेसी के हो? कुन पोजिसन हो जसको बारेमा सोच्दा मात्र उनको शरीर काम्न थाल्छ? आजको यो कुरा केवल जानकारी होइन, यो एउटा यस्तो रहस्य हो जसले तिम्रो पूरा सेक्स लाइफ बदलिदिन्छ। यदि आज तिमीले यो पूरा पढ्यौ भने म वाचा गर्छु कि भोलि बिहान तिम्री पार्टनरले तिम्रा आँखामा त्यो चमक देख्छिन् जुन उनले पहिले कहिल्यै देखेकी थिएनन्। उनी तिम्री दिवानी बन्छिन्। उनी बारम्बार तिमीसँग त्यही पल दोहोर्याउन जिद्दी गर्छिन्। त यसकारण के तिमी तयार छौ ती 10 देखि 11 पोजिसनहरू जान्नलाई जसले महिलालाई पागल बनाइदिन्छ? यदि तिम्रो हिम्मत छ र तिमी असली मर्द जस्तो आफ्नी पार्टनरलाई चरम सुख दिन चाहन्छौ भने यो 1 सेकेन्ड पनि मिस नगर्नु। चल, बिना कुनै लज्जा सिधा मुद्दामा जाउँ। म यहाँ छु। आज म कुरा गर्छु ती पोजिसनहरूको बारेमा जुन महिलाहरू धेरै मन पराउँछन्। चाहे बोलेनन्, तर यदि एकपटक अनुभव गरेपछि त उनीहरू बारम्बार दोहोर्याउन खोज्छन्। यदि कुनै महिला मेरो जस्तो बोल्ड भइन् भने डेफिनेटली सबैभन्दा पहिलो पोजिसन हो टेबल टप वा बेडको किनारामा। यसलाई कुनै टेबलमाथि, कडा सतहमा वा बेडको छेउमा गर्न सकिन्छ। तिमी तल उभिन्छौ, तिम्री पार्टनर टेबलमाथि हुन्छिन् र तिमी उभिएर भित्र छिर्छौ। यसमा उनलाई राम्रोसँग ढाडको सपोर्ट मिल्छ जसले उनलाई पुरै इन्सर्सन फिल गर्न दिन्छ, मज्जा लिन दिन्छ। यसमा भेराइटी पनि ट्राई गर्न सकिन्छ, जस्तै खुट्टा क्रस गर्ने वा एउटा खुट्टा काँधमा राख्ने। यो पोजिसन सिधै क्लिटोरिसमा हिट गर्छ, जुन महिलाको सबैभन्दा संवेदनशील अङ्ग हो जसबाट उनलाई असली प्लेजर मिल्छ। दोस्रो, मिसनरी तर खुट्टा माथि। यसमा उनको दुवै खुट्टा तिम्रा काँधमा राख्नुपर्छ, जसले उनलाई तिम्रो पूरा साइज अन्दरसम्म फिल गर्न दिन्छ। त्यसपछि आउँछ डगी स्टाइल। यो ती महिलालाई धेरै मनपर्छ जसलाई भेराइटी र कन्फिडेन्ट फिल मनपर्छ। यसमा घर्षण र गहिराई दुवै पर्फेक्ट हुन्छ। अनि लोटस वा काउगल जस्तो तर अझ इन्टिमेट। यसमा तिमी बस्छौ, उनी तिम्रो काखमा बसेर खुट्टा तिम्रो कम्मरमा लपेट्छिन्। यो स्किन टु स्किन कन्ट्याक्ट धेरै हुन्छ, शरीरका हरेक भाग छुन्छ जसले उनलाई मानसिक रूपमा पुरै तयार पार्छ। भित्तामा अड्याएर, दिवारको सहारा लिएर। यो धेरै वाइल्ड हुन्छ। जब तिमीले उनलाई भित्तामा सटाएर पुरै गहिराईबाट फिल गराउँछौ तब उनलाई त्यो डोमिनेन्स धेरै मनपर्छ। यो पोजिसनले जोडीमा नयाँ आगो बालिदिन्छ। कुर्सीमा। तिमी बलियो कुर्सीमा बस्छौ, उनी तिम्रो काखमा बस्छिन्। यसमा तिमीहरू एक अर्काको आँखामा हेर्न सक्छौ, चुम्बन गर्न सक्छौ र पुरै नजिक रहन सक्छौ। यो इमोसनल र फिजिकल प्लेजरको पर्फेक्ट मिश्रण हो। प्रोन बोन। उनी पेटले तल लेटेर, तिमी माथिबाट। यो गहिरो र क्लिटोरिसमा दबाब दिन्छ। स्पुनिङ। दुवै एकैतिर फर्केर लेटेर, तिमी पिछाडीबाट। यो आरामदायक तर इन्टिमेट हुन्छ र हातले क्लिटोरिस पनि सहयोग गर्न सकिन्छ। रिभर्स काउगल। उही काउगल तर पिछाडी फर्केर। यो झन गहिरो र नयाँ एङ्गल दिन्छ। साइड बाई साइड वा सिजर। दुवै भुएर खुट्टा च्यापेर। यो लामो समय खेल्न मिल्छ र घर्षण तीव्र हुन्छ। यी सबै पोजिसनहरू त तब मात्र काम गर्छन् जब तिम्रो जोस र स्ट्यामिना बलियो हुन्छ। यदि तिमीलाई लाग्छ कि स्ट्यामिना साथ दिइरहेको छैन वा चाँडै थाक्छौ भने तिमीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। बेडरुममा एक्सपेरिमेन्ट गर्न छोड्नुहुन्न, किनकि यही कुराले तिम्रो सम्बन्धलाई ताजा राख्छ। मेरो जस्ता बोल्ड महिलाहरू सधैँ नयाँ कुरा चाहन्छन्। त्यसैले लज्जा छोड र आजै यही मध्ये कुनै एक ट्राई गर। यदि तिम्रो मनमा कुनै प्रश्न छ वा कुनै खास टपिकमा कुरा गर्न मन छ भने कमेन्टमा भन है। म यहाँ छु तिम्रा हरेक समस्या सुल्झाउन। र यदि यो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्स है। त के तिमी तयार छौ ती 10 देखि 11 पोजिसनहरू ट्राई गर्नलाई जसले महिलालाई पागल बनाइदिन्छ?